विदेशमा भएको साथीहरू त्यही त हो नि अब। हेलो साथीहरू, वेलकम ब्याक माई न्यू भ्लग। के छ साथीहरू, सन्चै हुनुहुन्छ होला तपाईँहरू है? म पनि सन्चै छु। के गर्नु, यस्तै छ। बिदाको दिनमा ढिलो उठ्नु मन लाग्छ है। मस्त सुतिने हो। भिडियो नि बनाउन पाएको छैन आज भोलि। हुन त भर्खर भ्लग सुरु गरेको हो है। भिडियो नि अब खासै बनाउने बानी पनि छैन नि त। के बनाउने कसो बनाउने भन्ने भइरहेछ। अनि भ्लगमा के बोल्ने भन्ने कुरा त्यति राम्रोसँग जानिसकेको छैन है। त्यही हो, अब देशमा छौँ है। देशको लाइफस्टाइल गाह्रो छ। सबैजना विदेशमा भएको साथीहरू त्यही त हो नि अब। बिहान उठ्ने, यताउति गर्ने, काम जाने, काम सकेर घर फर्किने, सुत्ने, फेरि भोलि फेरि काम जाने, त्यस्तै त होला। अलार्मको भरमा उठ्ने है। जीवन सबै अलार्मको भरले चलिरहेको छ है सबैजनाको। त्यही माथि जापान त यस्तो बिजी ठाउँ हो कि है, लास्टै बिजी हुन्छ। काम घर गर्दा गर्दै दिन बितेकै थाहा हुँदैन। हुन त मान्छेले अब नेपालबाट जापानमा धेरै कमाइ गरिन्छ अरे त भन्ने खालको कुराहरू गर्नुहुन्छ। कमाइ नहुने होइन, हुन्छ, तर टाइम पनि यति बिजी हुन्छ नि, त्यो त अब भोग्नेलाई मात्रै थाहा हुन्छ है। यस्तो रहेछ अब मान्छेलाई जे कुरा भयो नि चित्त नबुझ्ने है। मान्छेको जात न हो पैसा। अब नेपालमा 4-5 हजार 10-15 हजार कमाए पनि त चलिरहेको थियो। जापानमा आएर यत्रो कमाउँदा पनि अब त्यही हो, चलेकै छ त्यस्तो। त्यही हो विदेश नआउन्जेल नेपालबाट चाहिँ विदेश आउने सपना देख्थ्यो। कहिले जम्ला, कहिले लाखौँला कमाउँला भन्ने सोच हुन्थ्यो भने अहिले अब विदेशमा बसिरहेको छ। विदेशबाट नेपाल कहिले जाउँला है भन्ने सपना हुँदो रहेछ क्या। एकचोटि यो विदेशको जन्जेलमा परिसकेपछि उठ्न गाह्रो हुँदो रहेछ साथीहरू। मलाई चाहिँ यहाँ बाटो छोडिदियो है जापानिजलाई। कुनै त यति राम्रो हुन्छ है जापानिजहरू पनि। कुनै चाहिँ खत्तम हुन्छ नि, विदेशी भन्ने कि खाइदिउँ जस्तै गरेर हेर्छन्। सुरुमा त अब झन् जापानको लाइफस्टाइल, स्टुडेन्ट लाइफस्टाइल त यति गाह्रो छ नि तपाईँको। अब हामी आउँदा त खासमा त्यो यस्तो ह्यान्ड क्यास काम गर्नुपर्छ, नदेख्ने काम गर्नुपर्छ भन्ने नै कसैलाई त्यस्तो वास्तै लाग्दैन थियो है। पछि हामी आएर पछिदेखि त अब धेरैवटा काम गर्ने बित्तिकै भिसा नदिने, घर फर्काउने, यस्तो गर्न थाले। अहिले त बिचरा स्टुडेन्टहरूलाई यस्तो गाह्रो छ। एउटा काम भन्दा बढी गऱ्यो भने नि भिजै नदिने, नेपालै फटकाइदिने खालको भइरहेको छ। त्यो कुनैले त त्यो एउटा काम पनि पाइरहेको अवस्था छैन है। पुरा पहिल्यैदेखि आफ्नो चिनजानको मान्छे छ भने पाउन सजिलो भयो। नत्र कुनै धेरै साथीहरूले त 6 महिना 1 वर्षसम्म एउटा काम पनि पाइरहेको छैन है। गाह्रो छ नि। त्यसरी त अब नेपालबाट ल्याएर खाना बस्न पढ्न सकिँदैन।
हामी विदेश आउने भनेकै कमाउनको लागि हो है। स्टुडेन्ट त 99% मान्छेहरूको चाहिँ सोचमा के हुन्छ भने स्टुडेन्ट भनेको एउटा भिजाको माध्यम मात्रै हो, उद्देश्य भनेको चाहिँ त्यही पैसा कमाउने हो है। कतिपय साथीहरूलाई चाहिँ केसम्म थाहा हुन्न भने नेपालबाट स्टुडेन्ट भिजामा आउँदाखेरि त्यो सुरुमा तिर्ने नेपालबाट तिर्ने 10-12 लाखले नै सबै पढ्ने हो भन्ने सोच बोकेर आएको हुन्छ क्या। ताकि म पनि त्यही बोकेर आएको थियो। अब नेपालमा कसैले कन्सल्ट नै गरिदिँदैनन्। अब यतिका जापान जान कति लाग्छ त भन्दाखेरि त्यही 10 लाख 12 लाख लाग्छ भन्ने सुन्थ्यो, भन्थे कन्सल्टेन्सीले नि होइन। जापान गएपछि पनि कमाएर पैसा गएको फी तिर्नुपर्छ भन्ने कुरो त भन्दैन। अनि म त जापान आयो होइन, आइसकेपछि त 5-6 महिना पढेपछि त स्कुलले त अनि अर्को वर्षको बिल पो 10-12 लाखको पुरै बिल पो दिन्छ। यस्तो भनेर छक्क पऱ्यो है। म जस्तै धेरै साथीहरू त्यस्तै भएको होला। जापानमा नि अरूको लाइमा आयो, के छ जापानमा भविष्य के हुन्छ कस्तो हुन्छ भनेर बुझेन पनि अब जापानमा कमाएपछि 1-1.5 लाख 2 लाख कमाउँछ जापान गएपछि भन्ने सोचले आइयो है। त्यही त हो नि, सबैजना लगभग त्यस्तै होला। अहिले त बिचरा हाम्रो पालमा त मजाले काम गर्न पाउँथ्यो, 2टा ब्याङ्कमा नि गर्थ्यो, 2टा काम एउटै ब्याङ्कमा नि गरिन्थ्यो, त्यस्तो गाह्रो साह्रो केही परेन। तर अहिले त हेर्नु हुँदा त्यो जाइरो कार्डमा 28 घन्टाको स्ट्याम्प हानिदिन्छ नि एयरपोर्टमा, त्यो सुद्धा नहान्ने रे कतिलाई त। त्यो सुद्धा जापान छिरिसकेपछि मान्छेको व्यवहार आचरणहरू हेरेर कस्तो गरिरहेछ, पढाइ हेरेर अनि स्कुलको हाजिर हेरेर दिने अरे त्यो 28 घन्टा काम गर्ने वर्क पर्मिट पनि। अनि त्यसरी जापानमा स्टुडेन्ट भिजामा आएर सकिन्छ गरिबको छोराले? सकिँदैन नि। अब जापानमा पैसा कमाउनु भनेर आएको मान्छेलाई उल्टै बाबुआमाले नेपालबाट पैसा पठाइदिनु पर्यो भने त अनि घर सम्पत्ति गग्गा सबै बेच्नुपर्ने हुन्छ त्यस्तो अवस्थाले त। जापानमा महिनाको 10-15 मान 1-1.5 लाख घटीले घर खर्च चल्दैन, स्कुल फी कहाँबाट तिर्ने? हुन त अब एकजना बस्दा त त्यही 30-40 हजारले नि टर्ला महिना फी। त्यो पनि त अब कहाँबाट ल्याउने? महिनाको 30-40 हजार खाना बस्न र स्कुल फी छुट्टै 70-80 हजार त नेपालबाट महिनै पछि पठाउन त सकिँदैन बाबुआमाले। त्यही भएर अहिलेको अवस्थामा चाहिँ मेरो तर्फबाट सजेसन चाहिँ नेपाली दाजुभाइहरूलाई के छ भने अहिलेको अवस्थामा चाहिँ जापानमा स्टुडेन्ट भिजामा नआउँदा धेरै राम्रो हुन्छ है। बरु तपाईँ सकिनुहुन्छ भने ब्याचलर पास हुनुहुन्छ भने बरु भाषा बनाएर यो ब्याचलर भिजा भन्छन् नेपालीहरूले। तर त्यो भिजा चाहिँ यो गिजी जिनबुन चिसिकी कोक्साई ग्योमु भन्ने भिजा हो जापानिज भाषामा। त्यो चाहिँ ब्याचलर डिग्री पास गर्नुपर्ने हुन्छ है। बरु त्यसमा आउनुहोस्, यो एसएसडब्लु भिजामा आउनुहोस्। एसएसडब्लु भिजालाई चाहिँ जापानिजमा तोक्ते गिनो भनेर भन्छ। तोक्ते गिनो इचीमा आउने हो सुरुमा चाहिँ है। त्यसपछि त्यो पनि कतिपय फिल्डहरूमा चाहिँ एसएसडब्लु 1 मा आएर भोलि पर्सि एसएसडब्लु 2 मा चेन्ज गर्न पाउँछ। एसएसडब्लु 1 मात्रै हो भने चाहिँ जम्मा 5 वर्षभन्दा बस्न पाउँदैन जापानमा। एसएसडब्लु 1 बाट एसएसडब्लु 2 मा गइसकेपछि चाहिँ लङ टर्म
अरू भिजा जस्तै गरी लङ टर्म बस्न पाउँछ। अहिलेसम्म चाहिँ SSW 2 मा गएपछि नेपालबाट डिपेन्डेन्टहरू ल्याउन पाउने, जापानमै डिपेन्डेन्ट राख्न नि पाउने थियो। अहिले जापान सरकारले चाहिँ के रुल्स बनाउन लागिरहेको छ भने अहिले यो SSW 2 लाई चाहिँ डिपेन्डेन्ट ल्याउन नपाउने, डिपेन्डेन्ट राख्न नपाउने बनाउन लागेको छ। यो जापानको एउटा यो उद्देश्य चाहिँ कि मलाई चाहिँ के लाग्छ भने विदेशी आएर जापानमा काम मात्रै गरिदियोस् हैन, काम गरिसकेपछि उनीहरूलाई पुगेपछि फर्कोस्, जापानमा लङ टर्म नबसोस् भन्ने उद्देश्यले यस्तो गर्न लागेको हो जस्तो लाग्छ। किनभने त अब मान्छे हो नि त, मान्छे भएपछि त लङ टर्म यत्रो 10-15 वर्ष बस्ने भएपछि मान्छेको फ्यामिलीसँग बस्न मन होला हैन। मान्छेको फ्यामिलीसँग बस्न मनबाट वञ्चित गराउने त कसैलाई अधिकार हुँदैन नि त। त्यो चाहिँ एउटा भेदभाव जस्तै हुन्छ है। अनि अरू त्यो गिजु जिनमिन चिसिकी बोक्सा ग्योमो ब्याचलर भिजाहरूमा चाहिँ राख्न पाउने, लङ टर्म बस्दाखेरि डिपेन्डेन्टलाई राख्न पाउने। अनि SSW 2 मा चाहिँ लङ टर्म बस्दाखेरि पनि राख्न नपाउने, त्यो त एउटा भेदभाव जस्तै भयो नि त। जापान सरकारले त्यो चाहिँ गर्न नहुने हो, गर्न खोजिरहेको छ है। अब योभन्दा अगाडि के हुन्छ त्यो चाहिँ थाहा भएन। यस्तै छ जापानको अवस्था है।